हेलो गाइज, यो चाहिँ बागेश्वरी मोटर ड्राइभिङ सेन्टरको स्कुटी तथा बाइकको ट्रायल लिने ठाउँ हो। हाम्रो यहाँ स्कुटी तथा बाइक एकपटक मात्र खुट्टा टेक्यो भने पाइन्छ, 5 मार्क्स पर्छ, चिन्न छुनु भएन। हाम्रो यसमा दुईटा ट्याक्क झर्ने बित्तिकै इन्डिकेटर बाल्नु पर्यो राइट साइडको। त्यसपछि यतापट्टि यो पोल आउने बित्तिकै इन्डिकेटर निभाइहाल्नु पर्यो। रेड र येल्लोमा रोक्नु पर्यो, ग्रिनमा जाने। ग्रिनै छ भने जाँदा हुन्छ। त्यसपछि स्टप भनेको ठाउँमा स्टप गर्ने। स्कुटी छ भने दुईटै खुट्टा टेक्ने र बाइक छ भने एउटा मात्र खुट्टा टेक्ने हो। स्कुटीमा दुईटै खुट्टा चिन्हभन्दा अगाडि पनि राखिसक्नु पर्ने छ। त्यस्तै गरी ओह्रालोमा पनि दुईटा खुट्टा टेक्ने र चिन्हभन्दा उता जान पाइएन, अगाडि नै खुट्टा टेकिसक्नु पर्ने छ।